नमस्कार, यहाँ सबैमा हार्दिक स्वागत छ। म आज यहाँहरूको बिचमा एउटा छोटो सामग्री लिएर उपस्थित भएको छु। डिजिटल युगमा गोपनीयता र अभिव्यक्ति स्वतन्त्रता सन्दर्भमा सर्वप्रथम गोपनीयता र अभिव्यक्ति स्वतन्त्रता के हो भन्ने विषयमा जानकारी गरौँ। गोपनीयता भनेको व्यक्तिको निजी जानकारी, विचार र गतिविधिहरूलाई अनधिकृत पहुँचबाट सुरक्षित राख्ने अधिकार। यसमा व्यक्तिगत डाटा, सञ्चार र अनलाइन गतिविधिहरू समावेश हुन्छन्। अभिव्यक्ति स्वतन्त्रता भनेको कुनै पनि व्यक्तिले आफ्ना विचार, धारणा र भावनाहरू स्वतन्त्र रूपमा व्यक्त गर्न पाउने मौलिक अधिकार हो। यो लोकतन्त्रको आधारशिला मानिन्छ। त्यसैले यी दुवै महत्त्वपूर्ण छन्। किन महत्त्वपूर्ण छन् त यो विषयभन्दा यो व्यक्तिगत सुरक्षाका लागि पनि महत्त्वपूर्ण छ। गोपनीयताको कुरा, लोकतन्त्रको रक्षा, अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारशिला हो, त्यसकारण पनि महत्त्वपूर्ण छ। र मानव अधिकारले पनि गोपनीयता र अभिव्यक्ति स्वतन्त्रतालाई एउटा मौलिक र मानव अधिकारको रूपमा स्वीकार गरेको छ, त्यसकारण यो महत्त्वपूर्ण विषय हो। त्यसै गरी यो ऐतिहासिक पृष्ठभूमिको हिसाबले हेर्दाखेरि परम्परागत र डिजिटल युगमा यो गोपनीयता र अभिव्यक्ति स्वतन्त्रता फरक रूपमा बुझ्न सकिन्छ। पुरानो समयमा गोपनीयता भनेको चाहिँ एउटा भौतिक सीमाहरूले सुनिश्चित गर्थ्यो भने अहिले चाहिँ डिजिटल फुटप्रिन्टकोले नयाँ एउटा चाहिँ आयाम ल्याएको छ, नयाँ चुनौती थपेको छ यसमा। त्यो भएर हाम्रो परम्परागत र आधुनिक यो डिजिटल युगमा यो गोपनीयताको परिभाषा नै चेन्ज भएको अवस्था छ। त्यसै गरी डिजिटल गोपनीयताका प्रकारहरू खास गरी 3 प्रकारका गोपनीयता हुन्छ। एउटा डाटा गोपनीयता हुन्छ, व्यक्तिगत विवरणहरू, विभिन्न जानकारीहरूको गोपनीयताका कुरा। सञ्चार भनेको इमेल, च्याट लगायतका सन्देशहरूको गोप्यता यस अन्तर्गत पर्छ। र पहिचान गोपनीयता अर्थात् आफ्नो वास्तविक पहिचान लुकाउने वा नियन्त्रण गर्ने अधिकारलाई पहिचान गोपनीयताको रूपमा बुझिन्छ। त्यसै गरी डिजिटल गोपनीयताको जोखिम चाहिँ 2 प्रकारका जोखिमहरू हुन्छन्। यसमा ह्याकिङ र साइबर आक्रमणको एउटा जोखिम हुन्छ भने अर्को चाहिँ गतिविधिहरू, डाटा चोरी गर्ने, निगरानी गर्ने यस्ता खालका गोपनीयताका जोखिमहरू हुने गर्छन्। त्यसै गरी यो नेपालमा चुनौतीहरू चाहिँ खास गरी 3 प्रकारका चुनौतीहरू छन् यो गोपनीयता र त्यसपछि अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी। किनभने 3वटा समस्याहरू भनौँ यसलाई। साइबर कानुनको अस्पष्टता छ। हाम्रो प्रष्ट रूपमा यो विद्युतीय कारोबार ऐन, साइबर अपराध सम्बन्धी कानुनहरू अझै पूर्ण रूपमा विकसित भएका छैनन्। सेन्सरसिप र नियन्त्रणका कुराहरू पनि हाम्रोमा कति निगरानी हुने, कति सेन्सरसिप लगाउने नलगाउने भन्ने विषयमा पनि एउटा दुविधाहरू छन्। त्यसपछि डिजिटल साक्षरताको कमी छ। नेपालीहरूलाई यो अनलाइन गोपनीयता, डाटा सुरक्षा, डिजिटल अधिकारहरू के हो भन्ने बारेमा पूर्ण रूपले जानकारी भइ नसक्दा पनि यो चुनौतीहरू छ। त्यसै गरी सन्तुलन कसरी कायम गर्ने भन्दा 2टा कुराहरू हुन्छन्। एउटा कानुनी आधारमा सन्तुलन अथवा नियन्त्रण गर्ने, अर्को चाहिँ नैतिक मापदण्ड। कानुन मात्रै पर्याप्त हुँदैन, नैतिक रूपमा पनि एउटा चाहिँ आफ्नो अरूको गोपनीयता सम्मान गर्दै विचार व्यक्त गर्ने संस्कृतिको विकास गर्नुपर्छ। त्यसै गरी सरकार र व्यक्तिको भूमिका, सरकारले नियमनकारी भूमिका निर्वाह गर्छ भने व्यक्तिले नियन्त्रणको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। अनि मात्रै यो गोपनीयता र अभिव्यक्ति स्वतन्त्रतालाई व्यवस्थित गराउन सकिन्छ। अर्को अन्तर्राष्ट्रिय मापदण्डलाई हेर्ने भने पनि यो जेनरल डाटा प्रोटेक्सन रेगुलेसन छ युरोपेली सङ्घको, यो सबैभन्दा कडा डाटा सुरक्षा नियमको रूपमा लिइन्छ। त्यसै गरी मानव अधिकारको घोषणापत्र, संयुक्त राष्ट्रसङ्घको मानव अधिकार घोषणापत्रको धारा 12ले गोपनीयताको अधिकारलाई सुनिश्चित गरेको छ। 19ले अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गरेको छ। यो समान रूपमा लागू हुन्छन् डिजिटल युगमा पनि। त्यसै गरी निष्कर्षमा भन्नुपर्दा डिजिटल युगमा गोपनीयता र अभिव्यक्ति स्वतन्त्रता दुवै हाम्रो मौलिक अधिकार हुन्। जिम्मेवार डिजिटल नागरिकको रूपमा हामीले आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्नुपर्छ र अरूको गोपनीयतालाई पनि सम्मान गर्नुपर्छ। र अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा नैतिकता र कानुनी सीमाभित्र रहनु आवश्यक हुन्छ। र यसले चाहिँ एउटा सुरक्षित र स्वतन्त्र डिजिटल वातावरण निर्माण गर्नको निम्ति हामी सबै सचेत हुनुपर्छ। यसमा सरकार, निजी क्षेत्र र नागरिक सबैको उत्तिकै भूमिका आवश्यक हुन्छ। हस्त, नमस्कार।